म चाहिँ हजुरको लागि चिया लिएर आउँदैछु। हजुर चाहिँ बिहानै हुक्का तान्न लाग्छ। ल ल धेरै नबट्या राख्दै त्यहाँ अहिले खान्छु। ल ल धेरै हुक्का नतान्नु, भोलि फोक्सो फुट्छ अनि थाहा पाइसिन्छ। धेरै डक्टरी बन्न नखोज, के गर्नुपर्छ मलाई थाहा छ। ल ल साढे आइज है। हुन्छ। अहिले फेरि धार बसेन भने मार्छन् बिट्टाले। अब त भयो होला नि त। यति भएपछि आजलाई काम सकिया जस्तो लाग्छ है त। ओइ जुठे, ओइ यहाँ आइज। किन तर्के हिँडेको? किन बोलाउनु भएको नि? किन बोलाउनु भयो अरे? हेर न त्यहाँ तल आइपुग्छ त जिमलबा। आउँछ यो मैले बोलाएर आएको। पर तर्केर हिँड्दै चाहिँ आइज यहाँ भनेको नि बल्ल आएको। खुर्पा अड्चाप्नु लगेको 2 महिना भइसक्यो, ल्याइदिनु पर्दैन? हुन त यिनका दाँतले पचाउनु पनि के भेर। त्यस्तो होइन जिमलबा, अर्जाइसकेको छ खुर्पा, भरे ल्याइदिन्छु नि। तेरा भरे बोल्दा कति आए कति गए, खाने बेला चाहिँ टुप्लुक्क आइपुग्छ, काम आइन्छ महिना दिनसम्म हराउँछ। तँलाई मुर्त। ओए जुठे सुनि छैन? अब भने जस्तो हुन्छ। अब भने बोल्ने ल्याइदिने न त फेरि जिम्वालवाले। ओहो जिमलको खुर्पा पो बाँकी छ त, कहाँ सकिनु काम? मार्छ फेरि। ए जुठे बिहान के गरेर? जिमल बाको खुर्पा अर्जाप्न ल्याएर छ कि आमा 2 महिना अगाडि। अब लगिदिनु पर्यो भनेर अर्जाप्न ल्याएर। दिउँसो अर्जापेर बेलुका पुऱ्याइदिनु हुन्छ क्या? अहिले पानी एकाको ल्याइदिन्छ। के गर्ने, बुढो भइहाल्यो, आँखा ठम्ब्याउनै सक्दिन। सियोमा धागो छिराउनु पनि 2 दिन लाग्छ। मान्छेलाई यहाँ 2 मिनटमै सिएर दिनुपर्छ भन्छन्, कहाँ हुन्छ? छोरी, ए छोरी। हजुर बा, यता आइज त। म भाडा मोल्दैछु। अहिले मोल्निस्, पहिला यता आइज न। ल सियोमा धागो छिराइदेन, आँखै ठम्ब्याउन सकिन। तिमी पनि बा, जहिले कलमा बसेपछि मैले नै सियोमा धागो छिराइदिनु पर्छ।
के हार्नु त आँखा ठम्ब्याउनु सक्दिन तँलाई दुःख नदिएर कसलाई दिनु त यी भयो बा स्याबास छोरी ल के गर्नु नयाँ लुगा कसैले ल्याउन्नन् अब यही सिरानीको खोल सिउन भनेर ल्याहान सिदिनै पर्यो के गर्नु ल हेर अब भनौँ भने जस्तो हुन्छ म पदेरामा गएर नुहाइधुवाइ गरेर एक गाग्री पानी लिएर आइसकेँ यो छोरीले अझसम्म आँगन बढाएर हेरिसकेर रहन्छ बा बढार्दै त छु नि बा यस्तो तालले के घर गरी खाली खोइ आँखा तर्छे हेर न अनि तेरो दाइ गोजेर अहिलेसम्म उठ्या छैन किन नउठ्नु उठ्यो रे चाउरे दाइकामा लुगा छेक्न गइसक्यो ल हेर अब त्यो गोजेङ्ग्रेलाई किन जान्ने हुनु पर्या त्यसरी लुगा लिएर उनीहरू कहाँ नै छेक्न गएपछि तिनीहरूले लुगा खाँदैनन् भने जाछोरी जा त्यो लुगा सिउन नदिएर लिएर आइहाल्छ भने जस्तो हुन्छ अब बार्न कुबार त्यो लठेब्रोलाई किन लुगा छेकाउन जानु पर्या केही पनि बुझ्दिनँ म पनि अरे नयाँ लुगा लाउनु पर्छ र घरको छ घरमै रहेछन् चाउरे दाइ सुन्दैन चाउरे दाइ के भएको थिए सर्ट लिएर आएको नि बाले किनिदिएर सर्ट छेकिदिनु पर्यो नयाँ हो नयाँ अनि कस्तो बेला न कुबेला किन्देका त बाउले पनि हाम्रो बा त्यही हन् के का किन्थे बा कुन चाहिँले दानमा दिएको होला ए चाउरे दाइकी छोरी ल उठ म छेडिदिन्छु नयाँ हो है ल हात यसो गर ल अलि लामो बनाइदिनु भयो के पहिला लङराङ फोटो कति भयो 2 र 3 सरले पढाउँदा दिमागमा राखिरहेको यो गरौँ यहाँ 10 छ 10 पहिला नि 10 त्यो यो नि है सिलाएको हो नि है ओइ दाइ के बाले भने लुगा यहाँ नछेक रे नछेक रे मान्छेलाई यहाँ कस्तो लाउन मन लागिसक्यो लाउन मन लाएर मात्रै हुन्छ यहीँ आएर छेक्यो भने यिनीहरू लुगा खाइदिँदैन खैले लुगा हिँड के हेरी हिँड लाउन मन लागिरह नयाँ लुगा म त आएँ तर यसरी जिम्मलको छेरलाई पानी बोक्या चाहिँ सुहाएन है सुहाएन लुगा लाओ र सुहाउनु नसुहाउनलाई तिमी पानी बोक्दैन के सुहाउनु पर्यो र कि म बोक्दिउँ त बोक्छौ अहिले कसैले देखेर बुवालाई भन्दैन मार्छ नि त बुवाले हे तेरी अलिकति त बोकिहाल्यो नि
भयो। गए यो पातामा अलिक सानो पार्छ अरे बोल्न अलिक गाह्रो मान्छ। सानसानै बनाएर चिर्दिया छु जिम्मलले। हेर हेर एक आग्री पानी ल्याउनु कति बेर लाग्यो? पन्तेरोबाट सरसर त आछु नि, कहीँ भुला छुइनँ के अरे। हेर न एउटा कुरा भुइँमा खस्न दिन्न। जिम्मलमा छोरी त हल्लाकै छ हुर्किछन् त। यसचोटि कराल पुग्न पाइन्छ कि? यसले भत्तेर खान खोज्या। ल ल बिहे भयो भने टन्न भत्तेर खालास। दुनियाँलाई भत्तेर खुवाउनलाई बिहे गर्छु होला नि अब म यहाँ नानी रिसाउनु। अब चेलीबेटीलाई आफ्नो जन्म घर छोड्न कहाँ मन लाग्छ र चाउरे? साइत आएपछि सबै ठिक भइहाल्छ नि। कसो श्रीधर? एकदमै सही मर्जी हो जिम्मल साहब। बुवा पनि ए चाउरे के गफ दिन आएर बसिरहेको? जाफ्रुका दाउरा चाहिँ भोज खानु के हतार। यो पञ्चरले चिरे त सबै चिरिसके जिम्मलले। अब त्योभन्दा पनि सानो बनाउने हो नि त खुर्पाले चिर्नुपर्छ कि खुर्पा दिनु सानो बनाइदिन्छु। खुर्पा त कहाँ छ त घरमा? तँ जुठेले आरनमा लगेको 2 महिना भइसक्यो, अहिलेसम्म ल्याइदिएको छैन। मरेको हो कि बाजेको अत्तापत्ता थाहा छैन। के को मर्छ हो आमा? अर्कालाई चाहिँ पाइँदै नभन्नु न त्यसरी। अघि त्यहाँ पँधेर जाँदाखेरि बाटोमा भेटेको यसै अर्कालाई मरौ भनेर। ल ल म अहिले जान्छु त्यो जुटेको। ए कोठा आज धर्ना बसेर भए पनि ल्याउँछु त्यो खुर्पा। ल म हिँडेँ। श्रीधर जिम्मल साहब पञ्चर हेर्छ खुर्पा आएपछि चिरिदिन्छ है त। ल नानी यो बोक